हाई एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सो मेरो आजको ब्लग रहेको छ रिसोर्टको बारेमा, किनभने हाम्रो कञ्चनपुर जिल्लामा विभिन्न ठाउँहरूमा चाहिँ पर्यटकका लागि नयाँ नयाँ रिसोर्टहरू खोलिएका रहेछन्। सो म पनि यहाँ घुम्न आएको छु। हाम्रो गाउँको चाहिँ छिमेकी गाउँमा यो रिसोर्ट चाहिँ खोलिएको रहेछ। एकदमै ब्युटिफुल, एट्र्याक्टिभ, मन लोभ्याउने खालको रिसोर्ट बनाइएको रहेछ। अनि यसको डेकोरेसन, ओ माई गड, म हजुरहरूलाई देखाउँछु ल हेर्नु होला। मूर्तिहरू पनि बनाइएका रहेछन्। अनि हराभरा चाहिँ वातावरण रहेको रहेछ। एकदमै स्वच्छ, एकदमै क्लिन, अनि के भन्छन्, हरियाली नै हरियाली रहेछ। हजुरहरूले देख्न सक्नुहुन्छ। हरिया बोटहरू, के भन्छन्, फुलहरू पनि लगाएका रहेछन्। डेकोरेसनको कुरा भनौँ त एक नम्बर, एकदमै ब्युटिफुल चाहिँ रिसोर्ट रहेछ यो। मलाई त एकदमै मन पर्यो, किनभने मलाई हरियो वातावरण, हराभरा वातावरण एकदमै मनपर्छ। त्यो त सबैलाई मनपर्छ, तर मलाई अझै झन् मनपर्छ कि। अनि यहाँ चाहिँ कुखुरा पालन पनि गरिएका रहेछन्, साथै माछा पालन पनि, जसले गर्दा उहाँहरूको आम्दानी पनि बढेको रहेछ। अनि अझै पनि यो निर्माण हुन लागेको रहेछ। अझै पनि यसलाई एट्र्याक्टिभ बनाउनका लागि, ब्युटिफुल बनाउनका लागि चाहिँ काम गरिएका रहेछन्। हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ बिरुवाहरू पनि लगाएका रहेछन्, फुलहरू, ब्युटिफुल फुलहरू। मलाई त एकदमै मन परे। अनि यहाँ पानी नै पानी मेरो वरिपरि। यो चाहिँ पोखरी रहेछन्, यसमा माछा पालन गरेका रहेछन्। पानी नै पानी भरिको। अनि यो पानीको चाहिँ, यो पोखरीको बिचमा चाहिँ एउटा घर जस्तो बनाइएको रहेछ। म हजुरहरूलाई देखाउँछु। अनि एकदमै यो ब्युटिफुल पनि रहेछ, हेर्न सक्नुहुन्छ। डर लाग्दो चाहिँ पानीको बिचमा यो घर चाहिँ बनाइएको रहेछ पर्यटकहरूका लागि। अनि यहाँ मान्छेहरू पनि धेरै आउने गर्छन्, तर हामीहरू दिउँसोमै आइहाल्यौँ। अनि यो चाहिँ भित्रपट्टिको रहेछ। अनि यो चाहिँ स्माइलमा चाहिँ डान्स गर्दै भिडियो सुट गरिरहेको थिएँ। अनि यसको भित्रपट्टिको पनि एकदमै राम्ररी चाहिँ डेकोरेसन गरिएको रहेछ। अनि आइना साइना पनि राखिएका रहेछन्। हजुरहरू पनि आउनु होला। अनि म यहाँ चाहिँ डान्स गर्दै चाहिँ भिडियो बनाउँदै थिएँ। अनि मेरो दिदी पनि, मलाई एकदमै मन परेको थियो। यो रिसोर्ट चाहिँ एकदमै स्वच्छ थियो, क्लिन थियो। अनि यो चाहिँ मैले टाढाबाट लिएको थिएँ। यो धेरै ठुलो ठाउँमा बनाइएको रहेछ, सानो होइन। अनि यहाँ खानाका लागि पनि अलग्गै छुट्टै क्यान्टिनको व्यवस्था पनि छ, जहाँ चिकन मोमो, चिकन चाउमिन, अनि साथै विभिन्न किसिमका स्ट्रिट फुडहरू पनि पाइन्छ। अनि